होइन, एउटा कुरा मैले सुनेको थिएँ। यो अहिलेको नयाँ मुन्टुरी क्या, संसारी मुन्टुरी के अरे नाम, जगदीश खरेल 10वटा सहरलाई वाइफाई फ्री भनेर भनेको सुनेको थिएँ। कुनै ठाउँमा नेटै पुगेको छैन, नेटले काम गरेन, अनि धेरै महँगो छ नेट चलाउनु नेपालमा। घर त्यो घटाइदिनु नि, हो कि होइन? आएर हो भन न। नेट घटाइदियो भने 500 महिनामा लाग्ने भयो भने 250 बनाइदियोस् त। किन वाइफाई फ्री चाहियो? सबै ठाउँ नेट चलोस्, सबै ठाउँमा टुङ पारेर। अनि बल्ल मन्त्रीले गर्यो भनेर भने 10वटा सहरमा त उसको जनता, अरू चाहिँ होइन। अरूबाट चर्को शुल्क लिएर चाहिँ 10वटा सहरलाई चाहिँ फ्रीमा। कस्तो खालको दिमाग त? यस्तो पनि हुन्छ मन्त्री? ए भगवान, हामीले यहाँ खाडीबाट घरमा फोन गरेर भने बेला फोनै चिप्दैन, नेटले काम गरेन। त्यसो ठाउँमा टावर जोडिदेऊ, नेट जोडिदेऊ, राम्रो नेटको शुल्क अलिक घटाइदेऊ, अनलिमिट बनाइदेऊ, 250ले अनलिमिट चलोस् 1 महिनाभर। अनि पो हामी ताली बजाउँला। नभए मुन्टुरी खरेल होइन, मुन्टुरी खर्या हुन्छ फेरि। यो कुरा चाहिँ मुन्टुरीको घरमा पुर्याइदिनु त सबैले घचेट्दै, यो मुन्टुरीको घरसम्म है। अनलिमिट नेट बनाइदिनु पर्यो क्या नेपालमा। थोरै रकमले अथवा 200-250ले महिनामा चलोस्, चर्को होइन। सबै घटाइदिएर सबै ठाउँ चलोस्, कुना काप्चातिर सबै तराई मधेस पहाड कुना काममा नेट चल्ने बनाऊ। अनि पो सञ्चार मन्त्री भनिन्छ। सञ्चार मन्त्री होइन, संसारी मुन्टुरी हुन्छ फेरि है त। मेरो मनमा लागेको कुरा भने हो के, कस्तो लाग्छ? घचेट्दै उसको घरसम्म पुर्याइदिनु है यो कुरा त। कतै मेरो कुरा पनि सुनिहाल्छ कि कान खोलेर।